हेलो हाई सन्चै हुनुहुन्छ साथीहरू। म तपाईँलाई आज रियलमी नार्जो 50A को एफआरपी रिमुभ कसरी गर्ने भन्ने बारेमा एउटा यो युट्युब मिस्टर टेक्निक च्यानलबाट चाहिँ बताउन गएको छु। यसको चाहिँ यस्तो हुन्छ हो नि, यसको चाहिँ क्यामेरा अनि यसको सेन्सर अनि यसको चाहिँ यहाँनिर टाइप सी टाइपको चाहिँ चार्जर पोर्ट हुन्छ र अगाडिको डिस्प्ले चाहिँ यस्तो टाइपको हुन्छ, यस्तो टाइपको हुन्छ है, नोच काटेको डिस्प्ले। अनि अनि चाहिँ यसलाई चाहिँ मैले आज यो अनलक टुलबाट चाहिँ कसरी एफआरपी रक रिमुभ गर्ने यानि गुगल एकाउन्ट कसरी हटाउने भन्ने बारेमा एउटा भिडियो बनाउन गइरहेको छु। यसलाई चाहिँ यहाँले चाहिँ हामी के गर्न सक्नुहुन्छ भने, यदि तपाईँहरूले पनि आफ्नो मोबाइल यसरी लक लागेको छ, एफआरपी रिसेट गर्नुपर्ने छ, एफआरपी रिमुभ हटाउनु पर्ने छ भने यसरी अनलक टुलद्वारा चाहिँ गर्न सक्नुहुन्छ है। यो चाहिँ 2025 को लेटेस्ट अपडेट हो है हजुरहरू। सिधा हामी चाहिँ सुरुमा यहाँ ओप्पोमा जाने, देख्नुभयो यहाँ ओप्पोमा जाने, ओप्पोमा गएर यहाँनिर चाहिँ हामीले सर्च गर्ने। रियलमी नार्जो 50 हो कि यसको मोडल चाहिँ। यहाँनिर सर्च बारमा गएर यहाँनिर हामी सर्च गर्ने NARZO नार्जो 50A भनेर टाइप गर्ने। अनि फेरि यहाँ देख्नुभयो नि, यहाँनिर नजिकैबाट हेर्नुहोस्, यहाँनिर गएर प्रिलोडर आयो है, रियलमी नार्जो 50A प्रिलोडर आयो। यहाँनिर क्लिक गर्ने। यहाँ क्लिक गर्नुभएपछि यहाँनिर चाहिँ अप्सन यस्तो खालको अप्सन आउँछ। यो अप्सनमा गएर यहाँनिर चाहिँ इरेज एफआरपी भनिरहेछ नि त। यहाँनिर इरेज एफआरपी भनेको छ प्रिलोडर इरेज एफआरपी। यसलाई ओके गर्ने। यसलाई ओके गरेपछि यहाँ यस्तो टाइपको आउँछ। यस्तो टाइपको आइसकेपछि चाहिँ तपाईँहरूले यसलाई चाहिँ यसरी देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अब हामीले सर्वप्रथम मोबाइललाई चाहिँ स्विच अफ गर्ने है साथीहरू। मोबाइललाई स्विच अफ गर्ने, जस्तै यो मोबाइल भयो नि, यसलाई चाहिँ स्विच अफ गर्ने। अघि मैले यसलाई अलरेडी स्विच अफ गरेर राखेको छु। अहिले स्विच अन थियो, यसलाई स्विच अफ गरेर राख्ने। अनि सिम्पल, यसलाई सजिलो छ, केही गर्नु परेन है। यसलाई चाहिँ युएसबी कनेक्ट गर्ने। यसरी यतापट्टि युएसबी केबलबाट ल्यापटपबाट गर्नु लागिरहेको छु मैले। ल्यापटपमा चाहिँ युएसबी कनेक्ट गर्ने। युएसबी कनेक्ट गरिसकेपछि यो भोल्युमको बटन देख्न सक्नुहुन्छ तपाईँ हजुरहरूले। यहाँनिर भोल्युमको प्लस, भोल्युम माइनस अनि पावर तिनवटा बटन हुन्छ। तिनवटा बटनमा पावर बटन छिट्नु परेन, भोल्युम बटन दुईवटा छिट्ने। जस्तै मोबाइललाई सर्वप्रथम यो रियलमी नार्जो 50A लाई स्विच अफ गर्ने। स्विच अफ गरिसकेपछि स्विच अफ गरिराखेपछि अनलक टुल खोल्ने होइन, कम्प्युटरमा अनलक टुल खोल्ने। अनलक टुल खोलिसकेपछि यो ओप्पो भन्ने आउँछ। ओप्पोमा जाने। ओप्पोमा गएपछि यहाँनिर सर्च बार आउँछ। सर्च बारमा रियलमी नार्जो 50A भनेर त्यहाँनिर सर्च गर्ने। त्यो आइसकेपछि अनि सुरुमा रियलमी नार्जो 50A प्रिलोडर RMX 3430 MT 67 68 यहाँ देखाउँछ। अनि यसमा क्लिक गरेपछि अनि एफआरपी इरेजमा गर्ने। त्यो गरेपछि अनि हजुरले चाहिँ ओप्पो रियलमी V3 भन्ने आउँछ नि, यहाँ चाहिँ V1 V2 V3 भन्ने आउँछ। V3मा लाउने है, V3मा लाउने। अनि यहाँ V3मा लगाइसकेपछि अनि यहाँनिर चाहिँ हामीले अब यसलाई चाहिँ रिमुभ गर्नलाई हेर्नु चाहिँ यसरी यो पावरबाट भोल्युमको प्लस र माइनस दुईवटा बटन छिचेर बस्ने। यसरी छिचेर बस्ने। जस्तै उदाहरणको लागि यसरी छिचेर बस्ने। यसरी यो दुईवटा बटन छिचेर बस्ने। यो दुईवटा बटन छिचिसकेपछि यहाँनिर यो पोर्ट कनेक्ट गर्ने क्या, यसरी कनेक्ट गर्ने। यसरी कनेक्ट गर्दा यहाँ देख्नुहुन्छ है, ल्यापटपमा हेर्नुहोस् है, यो दुईवटा कनेक्ट गर्दा ल्यापटपमा आउँछ। पहिला भोल्युमको प्लस र माइनस दुईवटा बटन छिचेर बस्ने। अनि छिचेपछि टक्क लाएर यो उतापट्टिको कनेक्ट गर्ने के, यो युएसबी कनेक्ट गर्ने। युएसबी कनेक्ट गर्ने, चार्जिङ पोर्ट कनेक्ट गर्ने। चार्जिङ पोर्ट कनेक्ट गरेपछि त्यहाँ कनेक्ट हुनु पऱ्यो। टुरुङ्ग गरेर कम्प्युटरमा चाहिँ त्यहाँ साउन्ड आउनु पऱ्यो क्या। जस्तै ड्राइभरहरू इन्स्टल हुनु पऱ्यो। ड्राइभरहरू इन्स्टल भएको छैन भने त्यस्तो हुन्छ। ड्राइभरहरू पनि इन्स्टल गर्नु पऱ्यो यसको लागि। अनि हामीले चाहिँ यसलाई सजिलो छ यो गर्नको लागि, केही गाह्रो छैन। यसलाई सजिलो छ, पाउँछ। यसलाई म मिलाउँदैछु है। यसलाई मजाले एकसाथ म भोल्युमको प्लस र माइनस बटन एकसाथ छिट्ने। 1 1 2
3 त्यहाँबाट तलको चाहिँ ठक्क हाल्ने के यसरी टक्क मिलाएर हाल्ने। देख्नुभयो तल उता हेर्नुहोस्, देख्नुभयो तल हेर्नुहोस्, तलपट्टि एफआरपी के गर्यो, अलि ब्लोर आयो, एफआरपी ओके भनेर आयो हो, एफआरपी ओके भनेर आयो, देख्नुभयो एफआरपी इरेज ओके भनेर आयो। अब यसको चाहिँ रियलमी नार्जो 58 को चाहिँ एफआरपी रिमुभ भएको छ सजिलैसँग। हस् त साथीहरू, तपाईँहरूले पनि आफ्नो मोबाइललाई चाहिँ एफआरपी लक लगाउनु लागेको छ भने यसै गरेर तपाईँले चाहिँ एफआरपी रिमुभहरू गर्न सक्नुहुन्छ। हस् त।